प्रहरीको हस्तक्षेप कमल थापालाई घिसार्दै भ्यानमा हालियो। हो साथीहरू, राजावादी आन्दोलनमा आज जे देखियो यो हरकत भन्ने कस्तो होला? अमानवीय कार्य कमल थापामाथि प्रहरीबाट भएको यो हरकत निन्दनीय छ, यो घृणित छ, भत्सर्ना योग्य छ। नेता तन्त्रका लागि उनी पञ्चे होलान्, तर यो भन्दा अघि मान्छे हुन्। मानव अधिकार आयो कहाँ छ? उता कमल थापालाई भेट्न गएका रापरपा सांसद दीपक सिंहलाई प्रहरीले परिसरबाटै पक्राउ गरेको छ। यहाँ स्पष्ट हुन्छ राज्य दमनमा अशान्त आन्दोलन गराएर रक्तपात चाहन्छ। साथीहरू, यो विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ? राजा ल्याउने निष्कर्षमा राजावादीहरू आन्दोलनमा हुमिएका छन् र शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै पनि आन्दोलनकारी र प्रहरी बीचको यो तनावग्रस्त सिर्जना हुन थालेपछि प्रहरी दमन भएको स्पष्ट तरिकाले देखिरहेको छ। अब यो कहिलेसम्म यस्तो होला त? के रक्तपात नै खोजेको हो? अब राज संस्था ल्याउनको लागि गणतन्त्रसँग लडाई गर्नै पर्ने हो। अब यो शान्तिपूर्ण आन्दोलन र शान्तिपूर्ण ढङ्गले अगाडि बढ्देला र केही होला भन्ने देखिएको छैन। अब चाहिँ सबै जाग्नै पर्छ, अब चाहिँ सबै अगाडि आउनुपर्छ भन्ने अहिले सामाजिक सञ्जालका यी स्ट्याटसहरूले अहिले गणतन्त्रको जग हल्लाइदिएको छ, गणतन्त्र डराएको छ भन्ने राजावादीहरूको यो भनाइले तपाईहरु के भन्न चाहनुहुन्छ? अब के राज संस्था आउला त? राजाहरू जति उफ्रिए पनि गणतन्त्र ढाल्न सक्लान् त? यस विषयमा तपाईहरु के भन्न चाहनुहुन्छ? आफ्नो धारणा प्रश्न राख्दै भिडियोलाई धेरै मासम्म पुर्याइदिनु होला है त।